नमस्कार। भरतपुर अस्पतालको अनलाइन टिकट प्रणाली सम्बन्धी यो जानकारीमूलक भिडियोमा तपाईलाई हार्दिक स्वागत छ। अब तपाईले मोबाइल, ट्याब्लेट, ल्यापटप वा कम्प्युटर जस्तो कुनै पनि उपकरण प्रयोग गरी सजिलै भरतपुर अस्पतालको ओपीडी टिकट अनलाइनबाट काट्न सक्नुहुन्छ। यस भिडियोमा हामी कम्प्युटर प्रयोग गरेर टिकट कसरी काट्ने भनेर देखाउँदैछौँ। सर्वप्रथम तपाईले गुगल क्रोम, मोजिला फायरफक्स, सफारी, ओपेरा मध्ये कुनै पनि वेब ब्राउजर खोल्नुहोस्। हामीले यहाँ गुगल क्रोमको प्रयोग गरेका छौँ। ब्राउजरको सर्च बारमा जानुहोस् र टाइप गर्नुहोस् bharathospital.gov.np bharatpurhospital.gov.np। यो वेबसाइट भरतपुर अस्पताल चितवनको आधिकारिक वेबसाइट हो। वेबसाइट खुलिसकेपछि माथिल्लो भागमा रहेको रातो बटनमा अनलाइन टिकट लेखिएको देख्नुहुनेछ। कृपया त्यसमाथि क्लिक गर्नुहोस्। अब अनलाइन टिकट भरतपुर हस्पिटल भन्ने पेज खुल्नेछ। यहाँ भरतपुर हस्पिटल ओपीडी टिकट अनलाइन फ्री लेखिएको नीलो बटन देखिन्छ। त्यसमा क्लिक गर्नुहोस्। अब नयाँ ट्याब खुल्नेछ। यहाँ तपाईले आफ्नो जानकारी भर्नुपर्दछ। डेट अफ अपोइन्टमेन्ट, अस्पताल जान चाहनु भएको मिति चयन गर्नुहोस्। नेम, एड्रेस, मोबाइल नम्बर टाइप गर्नुहोस्। आफ्नो जेन्डर छान्नुहोस्। उमेरलाई पनि समावेश गर्नुहोस्। आफ्नो उमेर उल्लेख गर्नुहोस्। आफू जान चाहनु भएको डिपार्टमेन्ट चयन गर्नुहोस्। अन्त्यमा आफूलाई भएको समस्या छोटकरीमा लेख्नुहोस्। सबै जानकारी सही रूपमा भरेपछि सबमिट बटनमा क्लिक गर्नुहोस्। अब तपाईको ओपीडी टिकट सफलतापूर्वक काटिएको छ। तपाईसँग प्रिन्टर छ भने A4 साइजको कागजमा टिकट प्रिन्ट गरेर सिधै अस्पतालको सम्बन्धित डिपार्टमेन्टमा जान सक्नुहुन्छ। यदि तपाईसँग प्रिन्टर छैन भने अस्पतालको ओपीडी टिकट काउन्टरमा गएर आफ्नो नाम वा अस्पताल नम्बर देखाई टिकट प्राप्त गर्न सक्नुहुन्छ। धन्यवाद। यो जानकारी तपाईका लागि उपयोगी भयो भन्ने विश्वास लिएका छौँ। भरतपुर अस्पताल चितवन।